नमस्ते सबैजनालाई यहाँहरूलाई। अब मेरो चाहिँ फेरि पनि मैले कन्टिन्यू आफ्नो भिडियोहरूलाई कन्टिन्यू दिँदैछु र केही अलिकति समय ग्याप भएको बिचमा मैले चाहिँ आफ्नो भिडियोहरूलाई बनाएर युट्युबमा अपलोड गर्न सकेन होइन। म काम विशेषले अलिक बाहिर गएको थिएँ। आजको टपिक के छ भने हाम्रो चाहिँ अलिकति एउटा यस्तो टपिक छ होइन। यो चाहिँ किसानहरूलाई धेरै चाहिँ समस्याले सताइराखेको यो चाहिँ एउटा यस्तो रोग छ जहाँ चाहिँ ब्याक्टेरियल विल्ट अफ टोमेटो एन्ड पोट्याटो भन्छ होइन। अथवा चाहिँ टमाटर र आलु बालीमा चाहिँ को ओइलाउने रोग नेपालीमा यसलाई यसरी भन्छ होइन विश्लेषण गर्नुपर्दा। र विशेष गरी यो एकदमै चाहिँ हानिकारक र एकदमै चाहिँ किसानहरूलाई सताइरहेको रोग पनि हो होइन। हामीले चाहिँ टमाटर खेती पनि गरिरहेका हुन्छौँ र आलु खेती पनि विशेष गरी गरिरहेकै हुन्छौँ। त्यसो भएको हुनाले चाहिँ अब अलिकति हामीले जान्नुपर्ने कुराहरू के छ भने अब यो रोग लाग्दा चाहिँ तपाईँको कतिको हानि नोक्सानी गर्ने गर्छ होइन। यसका लक्षणहरू के हुन् के देखा पर्छन्, कस्तो लक्षण भए पनि चाहिँ हामीले चाहिँ यो ओइलाउने रोगको लक्षणहरू हो भनेर चाहिँ त्यसलाई चाहिँ अब हामीले विभिन्न किसिमबाट कसरी म्यानेजमेन्ट गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ आज म यो भिडियोमा भन्न चाहन्छु। र अब सुरु कहाँबाट गरौँ भने यसको चाहिँ उत्पत्ति होइन र यसले चाहिँ कतिको लस गर्छ होइन। हामीले गरेको कल्टिभेसन प्र्याक्टिसलाई खेतीपातीलाई चाहिँ बालीलाई भनौँ न कतिको चाहिँ हानि नोक्सानी गर्छ भन्ने कुराहरू हो होइन। त्यसो भएको कारणले गर्दा चाहिँ यो चाहिँ ब्याक्टेरियल विल्टो भन्ने बित्तिकै यो ब्याक्टेरियाबाट चाहिँ भनौँ न सोइल बर्न डिजिज जो चाहिँ रोगका जीवाणुहरू माटोमा चाहिँ बसिरहेका हुन्छन्। यो धेरै लामो वर्षसम्म बस्ने भएको कारणले गर्दा होइन यो चाहिँ समस्याकै रूपमा देखिरहेको छ। यसलाई के भन्छ भने ब्याक्टेरियल वुडलाई चाहिँ ब्राउन रट होइन, ब्राउन रट अल्सो नाउ एज ब्याक्टेरियल विल्ट डिजिज अफ टोमेटो एन्ड पोट्याटो मा चाहिँ एकदमै देखा पर्ने रोग हो भनेर भनिन्छ। अनि यो के छ भने एकदमै धेरै चाहिँ विनाशकारी होइन। यसले चाहिँ धेरै चाहिँ यी दुईवटा बालीहरूमा धेरै चाहिँ विनाशकारीकै रूपमा क्षति गरिएको छ। यदि चाहिँ हामीले टमाटर बालीको रूपमा हेऱ्यौँ भने यसले चाहिँ 100%सम्म चाहिँ लस गर्ने गरिरहेको छ देखिन्छ होइन। भनेपछि यसमा आलु बालीको हिसाबले हेर्दा चाहिँ 70% 70% जति चाहिँ यसले क्षति पुर्याउने गरिरहेको अवस्था छ। अब यसको जीवाणु के हो होइन, कहाँ बसिरहेको हुन्छ र कसरी लगाउँछ, कुन जीवाणु लगाउँछ भन्ने छ होइन। यसको चाहिँ र्यालस्टोनिया सोलेनिक्यारम भन्छ होइन। यो चाहिँ एउटा जीवाणु हो, यसको माध्यमबाट लाग्ने हो डिजिज होइन। यो चाहिँ माटोमा विभिन्न चाहिँ ट्युबरमा होइन आलुको दानाहरू रहेको जो चाहिँ डाइब्रिज भन्छ होइन ती वस्तुहरू के झारपातहरूमा चाहिँ लुकेर बसिरहेको हुन्छ होइन। हाम्रो चाहिँ अब डिजिज लाग्नलाई त तपाईँलाई थाहा नै होला, तीनवटा कुराहरू चाहिन्छ। इन्भाइरोमेन्ट हुनु पऱ्यो, एकदमै चाहिँ सुहाउँदो सुइटेबल इन्भाइरोमेन्ट हुनु पऱ्यो। त्यसपछि हस्ट चाहिँ ससेप्टेबल हुनु पऱ्यो, हस्ट भनेको प्लान्ट एकदमै हुनु पऱ्यो। त्यसपछि चाहिँ अर्को के हुनु पऱ्यो भन्नुहुन्छ भने प्याथोजन होइन, प्याथोजन पनि एकदमै हुनु पऱ्यो होइन, एभाइलेबल हुनु पऱ्यो। तीनवटा कुरा नै मिल्यो भने चाहिँ यो डिजिज एकदमै चाहिँ प्लान्टमा लाग्ने कुरा हो होइन। अब यसो हेर्दाखेरि चाहिँ के छ भने अब यसो सिम्टमहरू अब कस्तो सिम्टम देखिन्छ भन्ने कुराहरू छ होइन। टोमेटो बालीमा चाहिँ अब टमाटर बालीमा चाहिँ सुरुमा ओइलाउने रोग लाग्दाखेरि कस्ता लक्षणहरू देखा पर्यो भने हामीले चाहिँ यो विल्टो डिजिज हो भनेर चाहिँ आइडेन्टिफाई गर्न सक्छौँ भन्ने कुराहरू हो। अब सुरुमा चाहिँ के हुन्छ भने टमाटर बालीको हिसाबले हेर्दाखेरि एकदमै यङ प्लान्टहरू साना बिरुवाहरूमा चाहिँ के गर्छ विल्टिङ सुरु हुन्छ, ओइलाउने सुरुवात हुन्छ होइन सुरुमा। त्यसपछि अलिकति एकदमै सबै कुरा मिल्दै गयो भने चाहिँ एकदमै ब्राउन टाइपको भ्यास्कुलर डिस्कलरेसन हुन्छ होइन। एकदमै चाहिँ कलर हराएको जस्तो हुन्छ होइन। एकदमै वाइट एकदमै ओज पोडिस हुने ब्याक्टेरियाहरू सानो एकदमै वाटर एकदमै चाहिँ भएको भिजेको जस्तो देखिन्छ होइन। पिएची टाइपको हुन्छ। त्यसपछि यस्ता लक्षणहरू देखियो भने
हामीले चाहिँ कसरी थाहा पाउनु पऱ्यो भने यो चाहिँ विल्टिङ डिजिज हो होइन, यो चाहिँ ओइलाउने रोगको सङ्केत हो, यसलाई चाहिँ कसरी म्यानेजमेन्ट गर्नुपर्छ भनेर चाहिँ आइडेन्टिफाई गर्नु पऱ्यो, पहिचान गर्नु पऱ्यो। अब तपाईँको त्यसै गरी आलु बालीमा पनि यसका लक्षणहरू कस्ता देखिन्छन् त भन्ने कुराहरू छ होइन। अब आलु बालीमा चाहिँ फर्स्ट सिम्टम चाहिँ कस्तो देखिन्छ भने एकदमै फुलेजमा प्लान्टहरूको पातहरूमा चाहिँ एकदमै चाहिँ भिजेको जस्तो होइन, एकदमै चाहिँ हेर्दाखेरि अलिकति ड्राई कन्डिसन अथवा दिउँसोमा एकदमै सन घाम लागेको छ अथवा त्यस्तो टाइममा चाहिँ एकदमै ओइलीको जस्तो भने, फेरि चाहिँ साँझको टाइममा चाहिँ एकदमै कस्तो हुन्छ भनेपछि अलिकति हराएको जस्तो, हराउँदै गएको जस्तो हुन्छ। तर चाहिँ यो एकदमै चाहिँ मोइस्चर धेरै भयो भने होइन, वाटर लगिङ कन्डिसन अथवा ड्रेनेज निकासको व्यवस्था छैन भने पनि यो प्रब्लमहरू देखिन्छ। त्यसै गरी चाहिँ अब मैले भने जस्तै होइन, यो चाहिँ अलिकति धेरै चिच्याउनुको कारणले पनि हुने हो होइन। यसको बिस्तारै बिस्तारै यो चाहिँ येलो पहेँलो हुँदै जान्छ भन्ने कुरा त भयो। लोर अब तलका ओल्ड अलिकति एजेड लिभहरू भन्छौँ होइन, ओल्ड फोलेजहरू भन्छ होइन, बुढा चाहिँ पातहरू चाहिँ एकदमै चाहिँ येलो किसिमको हुँदै जाने, तुरुन्तै चाहिँ अलिकति सबै कन्डिसन मिल्यो भने चाहिँ के सडन्ली तुरुन्तै चाहिँ वेल्टिङ हुने खालको हुन्छ होइन, र बिस्तारै बिस्तारै एकदमै कोल्याप्स भएर एकदमै विनाश भएर नै हराएर जाने खालको टाइपको डिजिज हो यो होइन। अब डिजिज साइकलको कुरा गरौँ, जुन प्याथोजनको कुरा गरेका थियौँ हामीले होइन। डिजिज साइकल भनेको अब कसरी चाहिँ यसको चाहिँ यो साइक्लिङ भएर डिजिज चाहिँ लाग्छ भन्ने कुरा हो। यो कुनै पनि डिजिज लाग्नलाई प्याथोजन हुनुपर्छ नै होइन। प्याथोजन कसरी बाँचिरहेको हुन्छ, रोग नलागुन्जेलसम्म कसरी चाहिँ यो सर्भाइभ गरिरहेको हुन्छ भन्ने कुराहरू हुन्छ होइन। यो चाहिँ अब विभिन्न किसिमका मैले भने जस्तै अब पोट्याटोको कुरा गर्दा चाहिँ तपाईँको अन्डरग्राउन्ड फ्रुट हो होइन, दाना हुन्छ, दाना माटोमुनि नै भएको हुने कारणले गर्दा, र पुरानो तपाईँको एकचोटि आलु बाली लगाइसकेपछि अर्कोचोटि फेरि के हुन्छ भने हाम्रो चलनमा अब चाहिँ विशेष गरी राम्रोसँग नखनेको त्यो चाहिँ रको दानाहरू हुन्छ, त्यहाँ चाहिँ फेरि उम्रिने टाइपको हुन्छ, त्यहाँ चाहिँ के सर्भाइभ बाँचिरहेको हुन्छ अथवा चाहिँ डायबिटिजहरू भन्छ होइन। अब विभिन्न किसिमको सोइलमा चाहिँ जीवित भइरहन्छ, त्यसरी चाहिँ अब त्यसरी बाँच्छ होइन, त्यसरी बाँचिरहेको हुन्छ। त्यसैले गर्दा चाहिँ अब यो अलिकति टेम्परेचरहरूको कुरा पनि गरौँ, एकदमै हाई टेम्परेचर भयो भने होइन 25 देखि 35 डिग्री सेन्टिग्रेड भयो भने टोमेटोमा चाहिँ एकदमै चाहिँ यो उत्पन्न हुन्छ भन्ने टाइपको हो। र त्यसै गरी अब आलुमा चाहिँ 29 देखि 35 डिग्री सेन्टिग्रेड भयो भने यसलाई चाहिँ अब यो डिजिज चाहिँ एकदमै चाहिँ समस्याको रूपमा फैलिन्छ। अहिले अगाडि मैले भने जस्तै एकदमै हाई सोइल मोइस्चर कन्टेन्ट एकदमै चाहिँ 50 देखि 100% चाहिँ मोइस्चर कन्टेन्ट एकदमै हाई भयो भने यो चाहिँ विशेष गरी धेरै चाहिँ स्पिड हुन्छ, फैलिन्छ भनौँ न होइन। अनि वाटर लगिङ कन्डिसन हो, पानी जम्यो फिल्डमा चाहिँ हामीले जहाँ चाहिँ बाली लगाइरहेका छौँ त्यहाँ चाहिँ लामो समयसम्म के भयो भने पानी जमिरह्यो भने पनि यसले चाहिँ के गर्छ, डिजिज एकदमै चाहिँ डेभलप हुन्छ, स्पिड सडन्ली तुरुन्तै होइन। अनि त्यस्तै गरी ह्युमिडिटी हुन्छ, सापेक्षिक आर्द्रता यो चाहिँ 90% भन्दा हाई छ भने होइन प्याथोजन एकदमै चाहिँ ससेप्टेबल हुन्छ। अब अलिकति हामीले चाहिँ क्रप लगाउनेको बेलामा एकदमै चाहिँ क्लोजर स्पेसिङ एकदमै चाहिँ हेभी टाइपको एकदम बाक्लो खालको क्या क्लोजर भनेको स्पेस नै मेन्टेन नगरेर हामीले लगायौँ भने पनि के हुन्छ, त्यहाँ चाहिँ धेरै किसिमको चाहिँ एयर चाहिँ जान सक्दैन, त्यसपछि चाहिँ सूर्यको प्रकाशहरू भित्र जान सक्दैन, धेरै चाहिँ के भन्छ इन्सेक्टहरू होइन धेरै चाहिँ बस्ने हुन्छ। त्यस्तो भयो भने पनि गाह्रो हुन्छ होइन। त्यसपछि चाहिँ अब एकदमै पोर फर्टिलाइजर भन्छ होइन, यो चाहिँ हामीले फर्टिलाइजर मलजलको चाहिँ एकदमै कमी गऱ्यौँ होइन, त्यहाँ चाहिँ एकदमै मल चाहिँ दिन सकेनौँ। अब त्यस्तो खण्डमा पनि अथवा चाहिँ हामीले अत्याधिक सिफारिस जुन सिफारिस दर हुन्छ होइन त्यो दरलाई चाहिँ दरभन्दा धेरै कम हाल्यो अथवा बढी हाल्यो भने पनि समस्या आउने भयो होइन।
अब यस्तो समस्या आइसकेपछि हामीले अब यी सबै कुराहरू थाहा पाइसकेपछि कसरी चाहिँ यो डिजिजलाई विल्टिङलाई चाहिँ म्यानेजमेन्ट गर्ने भन्ने पछितिर जानु पर्यो होइन। हाम्रो समस्याको समाधान भनेको मेन चाहिँ पार्ट त्यही हो। हामीले चाहिँ रोग थाहा पाइसकेपछि लागिसकेपछि अब चाहिँ बालीलाई चाहिँ एकदमै चाहिँ विनाश गर्छ भन्ने त थाहा नै हुन्छ। र हाम्रो चाहिँ अर्को के छ भने कसरी म्यानेजमेन्ट गर्ने, यसलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो होइन। अब यसको पक्षमा जाँदाखेरि सुरुमा चाहिँ हामीले अब चाहिँ कल्चरल मेथडबाट जानु पर्यो। हामीले खेती गर्ने तरिका भन्छ होइन। अब खेती गर्ने तरिका भनेको रोग लागिसकेपछि भन्दा पनि नलाग्दै सुरुवाती चरणदेखि नै हामीले कसरी चाहिँ म्यानेजमेन्टको पार्टलाई सही तरिकाबाट अगाडि बढ्न सक्छ भन्ने कुराहरू हुन्छ। त्यसैले चाहिँ कल्चरल मेथड भनेको अब जस्तो चाहिँ अब सरसफाइको कुरा, सेनिटेसनको कुरा भयो होइन। सेनिटेसन भनेको खेतबारी हामीले अब ल्यान्ड प्रिपेरेसन गर्दाखेरि चाहिँ अब जति पनि प्लोइङ गर्दाखेरि, खनजोत गर्दाखेरि चाहिँ कति पटक जोत्ने, कति गहिराइमा जोत्ने होइन। त्यहाँ चाहिँ अब विभिन्न चाहिँ अनवान्टेड मेटेरियलहरू हुन्छ, जस्तो विडहरू, झारपातहरू हुन्छ होइन। अब विभिन्न इन्सेक्टको चाहिँ के हुन्छ त्यहाँ वासस्थानहरू हुन्छ होइन। अब विभिन्न जीवाणुका लार्भाहरू हुन्छ, त्यसलाई नष्ट गर्नु पर्यो होइन, हटाउनु पर्यो। अब चाहिँ प्लान्टका विभिन्न प्लान्टहरू हामीले कुन बाली लगाएको थियौँ पहिला होइन, त्यसलाई चाहिँ राम्रोसँग हार्भेस्ट गर्ने बेला, काट्ने बेला चाहिँ हामीले राम्रोसँग चाहिँ हार्भेस्ट गऱ्यौँ कि नै होइन। त्यहाँ चाहिँ केही त त्यहीँ रहेको हुन्छ होइन। त्यो रहेकोमा पनि के हुन्छ, प्याथोजन त्यही बाँचिरहेको हुन्छ क्या, भागेको हुँदैन। उसलाई चाहिँ आफ्नो जीवन चक्र चलाइरहनको लागि त त्यहाँ चाहिँ बाली छ अथवा होस्ट छ भने त उसलाई कहीँ जानु परेन, त्यहीँ बस्नु पऱ्यो। अनि चाहिँ फेरि हामीले अर्कोचोटि त्यही बाली लगाउँदा फेरि चाहिँ समय आएपछि के हुन्छ, त्यही बालीमा चाहिँ फेरि चाहिँ के हुन्छ, बाँच्न खोज्छ होइन। अब त्यसो भएको कारणले गर्दा एकदमै चाहिँ राम्रोसँग हार्भेस्ट गरिसकेपछि भने जोत्नु पऱ्यो होइन, अथवा लगाउनुभन्दा पहिला जोत्नु पऱ्यो होइन। एकदमै चाहिँ उचित मात्रामा चाहिँ अर्को के गर्नु पऱ्यो भने चाहिँ क्रप रोटेसन भन्छ क्या होइन। कम्तीमा पनि हामीले एउटा बाली को लागि अथवा एउटै फ्यामिलीको बालीहरू लगाउन हुँदैन, 3 वर्षको ग्यापमा लगाउनुपर्छ भन्छ होइन। हामीले अब अलिकति हामीले कमजोरी गर्ने पार्ट भनेको यही छ होइन। हामीले सिजनल्ली एउटै बाली नै लगाइरहने, के भने एउटै फ्यामिलीको फ्यामिली, फरक फ्यामिलीको एउटा बाली बालीको पनि एउटा परिवार हुन्छ होइन। कुन कुन जस्तो सोलानेसीको कुरा गरौँ, अहिले चाहिँ मैले भनिरहेको चाहिँ यो सोलानेसी फ्यामिली अन्तर्गत पर्यो होइन। टोमेटो अनि पोट्याटो, त्यसो भएको कारणले यसलाई चाहिँ के हुन्छ, एउटै टमाटर लाए पनि आलु लाए पनि के हो, यो चाहिँ एउटै परिवारभित्र पर्यो होइन। अब एउटै परिवारभित्र परेको हुनाले योभन्दा फरक परिवारको अर्को बाली लगाउनु पर्यो 3-3 वर्षमा। जस्तो चाहिँ अहिले हामीले आलु लगायौँ होइन, अर्को वर्ष हामीले गहुँ मकै लगाउनु पर्यो अथवा चाहिँ काउली होइन, तोरी लगाउनु पर्यो। त्यसरी चाहिँ रोटेसन, यो चाहिँ रोटेसन अपनाउनु पर्यो होइन। यदि नअपायो भने के हुन्छ भने, हामीले अपनाएनौँ भने चाहिँ अगाडि प्याथोजनको कुरा गरेँ मैले होइन। अब प्याथोजन चाहिँ त्यहीँ बाँचिरहन्छ क्या होइन, प्याथोजन कहीँ जाँदैन। उसलाई चाहिँ हामीले प्रत्येक सिजनल्ली वर्षमा चाहिँ हामीले एउटै बाली लगाउँदा त उसले त बाँचिरहेको नै हुन्छ नि होइन। छिटो छिटो चाहिँ उसलाई कहीँ जानु परेन, आफ्नो चाहिँ साइकल चाहिँ कम्प्लिट गर्नको लागि कहीँ जानु परेन, त्यहीँ चाहिँ मजाले बसिरहने भयो। त्यसो कारणले गर्दा हामीले रोटेसन अपनाउनु पऱ्यो। अब एकदमै हेल्दी सिड लगाउनु पऱ्यो होइन, ट्रिटमेन्ट गर्नु पऱ्यो होइन। विभिन्न चाहिँ निकासको व्यवस्था गर्नु पऱ्यो। अलिकति हामीले लगाउने बेलामा चाहिँ स्पेस, दूरीको मेन्टेन कायम गरेर त्यहाँ चाहिँ लगाउनु पऱ्यो होइन। अब यस्ता कुराहरू भयो। अनि चाहिँ अर्को चाहिँ हस्ट रेसिस्टेन्ट क्रप भेराइटी भन्छ। अब चाहिँ हामीले रोग प्रतिरोधात्मक क्षमता भएका जातहरू लगाउनु पऱ्यो होइन। जस्तो टोमेटोको कुरा गर्दा हामीले सिर्जना भन्छौँ, यो विल्टिङ ओइल आउने रोगको लागि सिर्जना, अमिता होइन, शक्ति भन्ने यस्ता जातहरू लगायो भने चाहिँ यो चाहिँ विल्टिङ डिजिज लाग्यो पनि अलिकति सहन सक्छ, क्यापेसिटी हुन्छ भन्ने कुराहरू हो। जस्तो चाहिँ अब भान्टाकै कुरा गरौँ, भान्टा पनि सोलानेसी नै पऱ्यो होइन। अब भान्टालाई चाहिँ अब विल्टिङ डिजिजबाट बच्नको लागि नुर्की भेराइटी, नुर्की भन्ने हुन्छ भेराइटी, यस्ता भेराइटीहरू लगाउनु पऱ्यो। अब चाहिँ आलुको कुरा गर्दा अब
जनकदेव होइन, त्यसपछि चाहिँ खुमल सेतो, खुमल रातो होइन, खुमल उज्जवल यस्ता जातहरू चाहिँ लगाउनु पर्यो। यिनी चाहिँ अलिकति रोग लागे पनि के हुन्छ भने अब यसमा जिनहरू चाहिँ मेन्टेन गरेर प्रड्युस गरिएका भेराइटीहरू हुन् होइन। सानोतिनो डिजिजहरूलाई चाहिँ सहन सक्ने क्यापेसिटी हुन्छ भनौँ न। त्यसपछि अब अन्तिम पार्टमा चाहिँ अन्तिम बायोलोजिकलमा जानु पऱ्यो। त्यसपछि बायोलोजिकलमा अब के गर्न सकिन्छ भनेपछि बायोलोजिकल मेथड भनेको जैविक होइन। पहिले चाहिँ केमिकलमा जाने होइन, हामी जैविकमा जाने हो। जैविकमा भनेको अब चाहिँ स्युडोमोनास भन्छ, ब्यासिलस भन्छ, यिनी चाहिँ जैविक विषादीहरू नि, यिनीहरू चाहिँ ट्रिटमेन्ट गर्ने अथवा चाहिँ सिड ट्रिटमेन्ट सोइलमा चाहिँ लगाउने बेला चाहिँ राख्न सकियो, अथवा चाहिँ अब पछि पनि स्प्रे पनि गर्न सकियो होइन। यसरी हामीले युज गर्ने हो। अब केमिकलको कुरा गर्दा केमिकल मेथड भनेको त अब चाहिँ तपाईँको फन्जिसाइड अथवा त स्टेप्टोसाइक्लिन भन्छ, स्टेप्टोमाइसिन भन्छ, ब्याक्टेरियानाशक यस्ता चाहिँ विषादीहरू चाहिँ प्लान्टिङ टाइमको बेला अथवा चाहिँ सिड ट्रिटमेन्ट गर्न पनि सकियो होइन। प्लान्टिङ टाइमको बेला चाहिँ के गर्न सकियो, त्यहाँ चाहिँ लगाउने बेलामा चाहिँ अब सियोमा होइन, त्यसरी चाहिँ हामीले राख्न सकियो। यसरी चाहिँ हामीले जुन चाहिँ समस्याबाट हामीले यो चाहिँ विल्टिङ ओइलाउने रोग चाहिँ जुन धेरै समस्याले सताएको छ होइन, आलु बालीमा र टमाटरमा, यी दुईवटा बालीहरूमा। अब यसरी चाहिँ हामीले यो क्राइटेरियामा गएर म्यानेजमेन्ट गर्न सकिन्छ होइन। ओइलाउने डिजिज को लागि यति नै हो होइन। अब मैले सर्टकटमा 15-16 मिनटको भिडियो गराएँ। अब चाहिँ यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो होइन, हामीले जान्नै पर्ने कुरा हो। यदि चाहिँ सावधानी अपनायौँ भने हामीले गरेको बालीलाई चाहिँ नोक्सानी पुर्याउँदैन र चाहिँ एकदमै चाहिँ के हुन्छ, हाम्रो लगानी, हाम्रो कस्ट जति छ त्यो खेर जाँदैन होइन। हामीले गरेको एकदमै चाहिँ उत्पादन चाहिँ धेरै लिन सकिन्छ भन्ने कुराहरू हो। यसरी चाहिँ अब यो भिडियोलाई सुन्नु होला, एकदमै चाहिँ ध्यान दिएर सुन्नु होला र कार्यान्वयन पनि गर्नु होला। अब यो भिडियो कस्तो लाग्छ होइन, तपाईँलाई आफ्नो राय, प्रतिक्रिया, सल्लाह सुझाव होइन दिनु होला, कमेन्ट गर्नु होला भन्दै अब बाँकी चाहिँ अर्को भिडियोमा भेटौँला है त। हस्, धन्यवाद, नमस्कार।